जुन दिन केदारनाथमा प्रलय आयो त्यसको कारण यही हो। 5000 सालपछि माता गंगाले धरती छोड्नु भएको थियो र जुन दिन भगवान कल्कीको अवतारको समय आयो त्यही समयलाई देखेर माता गंगाले फेरि धरतीमा अवतरण गर्नुभयो। त्यो पनि भगवान शंकरको मस्तकको जटाबाट भएर धरतीमा फेरि माता गंगा आउनुभयो र नयाँ युग निर्माणको यो संकेत हो। इतिहास, पुराण, शास्त्र र केदारनाथको इतिहासमा पनि कहिल्यै यस्तो समय आएको थिएन, किनकि यो माता गंगाको धरतीमा दोस्रो पटक अवतरण भएको थियो। जो तीर्थ क्षेत्रलाई रमाइलो गर्ने पिकनिक जस्तो सम्झन्छन् ती मानिसहरूको लागि विपत्ति आयो। किन भयो यस्तो प्रलय? अहिले त हुँदैन, किनकि माता गंगाले त्यही दिन धरतीमा फेरि अवतरण गर्नुभयो, त्यो पनि शंकर भगवानको मस्तकबाट।